माई मन्दिर बनाउँदै रहेछ अहिले। यहाँनिर भत्काएको रहेछ। मन्दिर यो चाहिँ जय शम्भु। भत्काएको हो, बनाउनुलाई हो यो मन्दिर? ए चुन्नी खेलमा मन्दिर अहिले चाहिँ भत्काएको रहेछ, बनाउनु आएको। बनाउनु आएको पूजापाठ गर्दैछ नि। देखेको दृश्य चाहिँ एकदम रमणीय छ। टक्क झन्डा डाँडा पनि चम्पादेवी भीमेश्वर मन्दिर अनि चौरी रहेको छ यहाँनिर। देखेको दृश्य चाहिँ काठमाडौँ भ्यालीको छम्पी साइडबाट बोलिरहेको छु म। त्यो माथि सूर्योदय हुन लागेको छ। त्यहाँ गोदावरीको माथि के डाँडा भन्छ, सूर्योदयको पहिलो किरण पर्न लाग्यो। भ्यालीतिर पुरै द्वार छ। छम्पीको घरबाट हिँडेको यार, यो हल्का चढाइ छ। यहाँनिर बाटो सानो छ। देखेको दृश्य चाहिँ तराईमा काग हुन्थ्यो भने पहाडमा पनि यस्तो धेरै कागहरू रहेछ नि। त्यहाँ तल चाहिँ तुवान लाग्यो पुरै। म जौला खेलसम्म आज हाइकिङ गर्न जाँदैछु बिहान बिहान। कागहरू त कागै काग हेट यति धेरै काग। अनि त्यहाँ नेपालको झन्डा छ। नेपालको झन्डा त्यहाँ छ। अस्ति म त्यहाँ हात्तीवन रिसोर्ट भएर चम्पादेवी प्लस भस्मेश्वर डाँडा हाइकिङ गरेर आएको यार। है त्यही डाँडा सबभन्दा अग्लो। त्यसपछि एकदम ठुलो बाटो आउँछ है मेरो। यहाँ हेर्नु कत्रो ठुलो, कति लाइनको, 4 लाइनको होइन। यहाँ अब चुन्नीखेल मन्दिर छ, बस पार्क पनि रहेको छ यहाँनिर। अनि यहाँबाट देखेको दृश्यहरू चाहिँ रमणीय छ। देखिहाल्नु भयो होइन। यता किर्तिपुर पाङ्गा माथि डाँडा भइहाल्यो। एकदम रमणीय दृश्य छ। माई मन्दिर बनाउँदै रहेछ अहिले। यहाँनिर भत्काएको रहेछ। मन्दिर यो चाहिँ जय शम्भु। भत्काएको हो, बनाउनुलाई हो यो मन्दिर? ए चुन्नी खेलमा मन्दिर अहिले चाहिँ भत्काएको रहेछ, बनाउनु आएको। बनाउनु आएको पूजापाठ गर्दैछ नि। देखेको दृश्य चाहिँ एकदम रमणीय छ। टक्क झन्डा डाँडा पनि चम्पादेवी भीमेश्वर मन्दिर अनि चौरी रहेको छ यहाँनिर। देखेको दृश्य चाहिँ बाटो यस्तो चौडा थियो है। हामीले जहाँ किन्ने बेला एकदम सानो थियो बाटो। हिमाल अब टल्किँदैछ है। घाम पहिलो घाम लाग्दा पुरा तुवाल देखिरह। क्लियर छैन मौसम। त्यो तल किर्तिपुर डाँडा बादल आएको त्यहाँबाट माथि हिमाल टल्किन लाग्यो, घाम लाग्न लाग्यो। यो चाहिँ बुगमती खोकना टक्क। अनि म जाँदैछु आज हिँडेरै जौलाखेल।
कति लाग्दो रहेछ टाइम हेरौँ। ऐतिहासिक बुगमती गाउँ यो चाहिँ। अनि पर देखियो चाहिँ खोकना। हामी पहिला आइरहन्थ्यो गलैँचा कारखाना हुँदाखेरि, म गलैँचामा काम गर्ने बेलामा। बाटोमा आउँदाखेरि श्री बागेश्वर महामन्दिर, ललितपुर महानगर 22 महादेवस्थान तल्लो टार मन्दिर रहेको छ यहाँनिर बाटोमा, हाम्रो हाइवेको छेउमै। र यो चाहिँ के देखा, यहाँ खेलकुद गर्ने सबै रेसिङदेखि लिएर डिज्नी गेम जस्तै। बुगमती जाने त्यो बाटो मेरो घरदेखि मलाई सायद 2 किमी रहेछ पर। यहाँको होम्स यहाँदेखि वहाँसम्म होइन। अनि उता देखिएको बुगमती खोकना गाउँ चाहिँ पारिपट्टि ट्याक्क। अनि सूर्योदय पनि हुन सकेको छैन, घाम त डाँडामा लागिसक्यो। घाममा डाँडामा लागिसक्यो त्यहाँ पश्चिमेश्वरमा। अनि यता चाहिँ नक्खु नदी, यो चाहिँ खोकना गाउँ। हाम्रो गलैँचा कारखाना त्यही त हो, त्यो सानो छाप्रो चाहिँ त्यही चाहिँ हाइटमा आइपुग्यो है। अब 86 कोट हाइट। बाटो चाहिँ एकदम राम्रो छ होइन, बजार छन्। सम्पूर्ण साथीहरूलाई शुभ बिहानी ललितपुर 86 कोटबाट है साथी। हेरेपछि घुँडो बाटो आइपुग्यो। जो बाटो ललितपुर महानगर अलिपादका अन्तर्गत पर्ने साग बेच्ने त्यस्तो पुरानो स्टाइलले सरपनामा बोकेर भैँसेपाडी एरिया छिरिसक्यो होइन। अब अगाडि घरहरू चाहिँ एकदम ठुल्ठुलो छ त्यतातिर। अब सूर्योदय पनि मजाको भइसक्यो। अब खाइ सूर्य यत्रो भइसक्यो। अब एससीजी चौधरी ग्रुपको चौचौ कारखाना रहेको छ यहाँनिर। सिजी फुड पार्क ललितपुर चौचौ कारखाना जमानाको यो विनायक पार्टी प्यालेस रहेको छ यहाँनिर। सहर मन्दिर चित्रको रेडियो टावर जमानाको बनेको यो चाहिँ। एरिया यस्तो छ। रेडियो टावर नेपाली सेनाले चाहिँ इमर्जेन्सी गर्ने गरेको छ। टावरहरू सुन्नुहुन्छ भएको छ। खास भैँसेपाटी चाहिँ यो रहेको छ होइन, मेन भैँसेपाटी। अब भन्ने पर्दा 1 घन्टा लाग्यो यहाँसम्म मलाई आउनुलाई। यहाँ प्रहरी प्रभाग बुगमती ललितपुर लेखेर लेख्ने छ। यहाँ चाहिँ यहाँबाट माथि मगर क्यों जाने बाटो रहेछ त्यहाँ अगाडि। जोस् हिँडेर मजा आयो यार। 1 घन्टा जति हिँडेँ, 5 किलोमिटर भयो। त्यही चोक रहेको छ। यहाँ अब मन्त्री क्वार्टर यतातिर छ भनेर भन्दै यता साइडमा। यो चाहिँ बाटो यता मगर गाउँ जाने बाटो। विद्युत प्राधिकरण उतै पनि सेन्टर छ। यहाँ देख्न सक्छ मेन हिँड्दै मेन भैँसी पार्टी चोकमा
अब जाँदैछु अब ओह्रालो नक्सु हुँदै पार्टीको अब यहाँ आवास तथा सेवा तथा विकास आयोजना भइसक्यो प्रवेश मुख्य द्वार चाहिँ यही छ अब बिग मार्ट यो बाटो हेर्नुहोस् कस्तो मजाको घरहरू अब जौलाखेल पुग्नु लाग्यो अब धेरै टाइम लाग्दैन पारीको जौलाखेल त हो नि एकान्त कुना ग्राभलवाला बाटो थियो एउटा गाडी हिँड्ने त्यो बेला म यो साइकल चलाएर हिँड्थेँ हाम्रो कारखाना गलैजा कारखाना थियो फोकनामा धागो पुर्याउने काम हुन्थ्यो मेरो चाहिँ साइकलमा यो घुमेको एरिया के अहिले यस्तो राम्रो बनाएको पनि राम्रो होइन प्लेन पनि उडिसक्यो है त्यहाँ गइसक्यो रहेछ अब नखुल्लो होम लोन्स आइसक्यो नखु होम्स देखेको यातायात साइक्लिङ गरेर आउँदैछ पुरा उकालो होइन नखु पुग्नु लाग्यो नखु होम्स अहिले नखु आइपुगेँ म चाहिँ नखु नदी पुलमा यहीँ के थिएन यार पुरै बा होइन पसलै पसल नखु जेलो रहेको छ र नखु होम लोन होम नखु नदी आइपुग्यो अब चाहिँ माछाहरू हेर्ने फुल है आइपुग्यो चाहिँ यहाँ हेर्नु अहिले यो नखु नदी यहाँ अहिले ठुलो पुल बनायो पहिला त्यहाँनिर चाहिँ फलामको पुल थियो होइन त्यहाँनिर फलामको पुल थियो अहिले चाहिँ यो पछि पुल र नखु पुल हाम्रो यो हस्पिटल ठुलो यो हस्पिटलको नाम के हो नानी हस्पिटलको नाम हस्पिटल हो यो मेडिसिटी हस्पिटल पहिला म यो घरमा टेलर चलाएर बसेको थिएँ यार अब चाहिँ हामी पहिला यहाँ टेलर खोलेर बसेको होइन साउजी पुरानो हाम्रो एकदम कति वर्ष बस्यो होइन यहाँ नखुको हाइवे छोडेर सर्टकट जाँदै यहाँ यत्रो घर बनिसक्यो पहिला यहाँ नाला बग्थ्यो क्या म यहाँ काम गर्ने जुन 41 सालतिर यहाँ नाला बग्थ्यो क्या अहिले भन्दा 40 वर्ष अगाडिको कुरा चाहिँ मैले भन्दैछु यहाँ नाला बग्थ्यो त्यो बेला कुनै त्यो थाहै भएन होइन जग्गा किन्ने भन्ने कुरा अहिले आएर पस्तो लाग्छ होइन त्यही पनि ढिलै भए पनि शान्तिनो एउटा वासस्थान छ उता अलि माथितिर यही हो हिँडेर आउँदाखेरि मेरो घर रिङ रोडबाट तल गोदावरी महानगरपालिका अन्तर्गत पर्ने छम्पी ठुलो दह ठुलो पोखरी भन्ने ठाउँमा ठ्याक्क 1 घन्टा 20 मिनटमा आइपुग्यो 6.5 किलोमिटर होइन यहाँ डेभलपमेन्ट छ पुरै हावा रिङ रोड एकान्तकुनाको आइपुग्यो एकदम चिल्लो बाटोमा पुरै अब यहाँबाट बाटो काट्दैछ अब यहाँबाट म क्रस बाटो गर्दै चाहिँ यत्रो राम्रो बाटो छ काठमाडौँ सहरको
हामी आज नेपाली रोइको चाहिँ बाहिर फोहोर गरिदिनु यातायातमा होइन। अहिले यत्रो चम्चामाथि बन्यो हाइवे आखा आफीमा ल्याएर भाइलाई पनि पढाएको थिएँ अलिक दिन। टिप्टेन क्याम्प गलैँचाको कारखाना ठुलो थियो यहाँनिर गलैँचाको यहाँनिर जसलाई हामी चाहिँ क्राफ्ट सेन्टर रहेको थियो जमानादेखि यो चाहिँ है रिफ्युजी क्याम्प कालिम्पोङमा रहेको छ है। यहाँनिर देख्नु गेट चाहिँ घर चाहिँ उता गुम्बा रहेको छ यहाँनिर। कामको सिलसिलामा 10 वर्ष बिताएको ठाउँ चाहिँ यही हो। 41 देखि 51 सम्म यहाँ म बसेँ अनि फेरि तराई नै फर्केँ आफ्नो गाउँ ठाउँ। ल यहाँनिर यस्तो ठुलो घर रहेछ भव्य त्यो चाहिँ रहेछ के हो यहाँ कान्तिपुना आइपुग्यो। अब बस्थेँ अहिले ब्लड हस्पिटल छ होइन पछाडि बस्थेँ घरको एउटा रुम दिनुभएको थियो साउनीले। म 10 वर्ष बितेको यही छ होइन यही घरमा बस्थेँ पछाडि। अनि यतातिर कान्तिपुनाको ठुलो रुख तर होइन यता कति हाइवे यतातिर यहाँ 7 आफिस हुन्थ्यो पहिला सिटी जर्मनको स्विसको अहिले पनि छ कि के छ यो अफिस यही घर यही हेर्नुहुन्छ रोड आएर काटेछ। पहिला पनि राम्रै थियो तर पहिला पनि राम्रै थियो अहिले पनि राम्रै छ होइन। कान्तिपुर अब सहरै छ पहिला पनि म आउँदाखेरि पनि अहिले पनि सहरै छ। म चाहिँ 1.5 घन्टामा आइपुगेँ मेरो घरबाट। 7.5 किलोमिटर रहेछ यार यहाँबाट जौलाखेलबाट मेरो घर। जौलाखेल आइपुग्यो होइन। रमाइलो ठाउँ अब यहाँ यस्तो राम्रो छ यहाँ चोकमा। चौरी फुटबल तालिम गर्दैछन्। अब चारतिर बााउन्ड्री लगाएको थियो पहिला लगाएको थिएन है हामी बेलामा। अब घर भलिबलको कोर्ट बनाएको थियो सदर चिडियाखानाको अगाडि। त्यो फुटबल तालिम गर्दैछन् बच्चाहरू। फुटबल ग्राउन्ड सदर चिडियाको अगाडि नेपालको एकमात्र चिडियाखाना सदर चिडियाखाना। सबै जग्गा आइपुग्यो। यो मच्छिन्द्रनाथको रथ चाहिँ को लागि यहाँ बनाइरहेको छ र हाम्रो शालिक बाटिका ललितपुर महानगरपालिका वडा 9 छ जौलाखेल ललितपुर बागमती प्रदेश देखिएको दृश्यहरू चाहिँ खेलको दृश्य हेर्नु अहिले पनि छ पहिला पनि छ होइन। त्यति राम्रो अहिले पानीको फुहारा फालिरहेको छ।